क्योटो जापानको एक ऐतिहासिक सहर हो जुन आफ्नो प्राचीन मन्दिरहरू, पारम्परिक चिया समारोह र गिसा संस्कृतिको लागि विश्व प्रसिद्ध छ। एक समय जापानको शाही राजधानी रहेको यो सहर अझै पनि आफ्नो मौलिक परम्परालाई जीवित राख्न सफल छ। आधुनिकताको प्रभाव बीच पनि क्योटोमा पुरातन जापानी संस्कृति, वास्तुकला र धार्मिक आस्थाहरूको झल्को पाइन्छ। क्योटोमा हजारौं वर्ष पुराना बौद्ध मन्दिरहरू छन् जसले जापानी धर्म, कला र अध्यात्मको महत्त्वपूर्ण अंशलाई समेट्छ। किन्काकुजी गोल्डन पेभिलियन, सुनौलो छानो सहितको यो मन्दिर, जसले पोखरीमा आफ्नो प्रतिबिम्ब पार्छ, क्योटोको सबैभन्दा प्रसिद्ध स्थलहरूमध्ये एक हो। फुसिमी इनारी ताइसा, रातो टोरी गेटहरूको हजारौं लाइनहरूले ढाकिएको यो धार्मिक स्थल जापानी आस्थाको केन्द्र हो। कियोमिजुदेरा मन्दिर, युनेस्कोद्वारा संरक्षित यो मन्दिर कुनै पनि काटी वा किलाहरू बिना निर्माण गरिएको एक अद्भुत वास्तुशिल्प नमुना हो। यी मन्दिरहरू मात्र वास्तुकला र इतिहासका लागि महत्त्वपूर्ण छैनन्, तर ध्यान, शान्ति र आध्यात्मिक यात्राको अनुभव प्रदान गर्छन्। क्योटोको संस्कृति चिया समारोह बिना अपूर्ण छ। यो केवल चिया पिउने परम्परा मात्र नभएर आत्मशान्ति, ध्यान र अतिथि सत्कारको प्रतीक हो। किमोनो लगाएका जापानी महिलाहरूले परम्परागत ढङ्गमा चिया तयार पार्छन्, जुन एक विशेष विधि अनुसार गरिन्छ। चिया समारोह जापानी संस्कृति, विनम्रता र समर्पणको प्रतिनिधित्व गर्दछ। गिसाहरू जापानी परम्परागत कलाकार हुन् जसले नृत्य, सङ्गीत र कविता मार्फत सांस्कृतिक धरोहरलाई जीवित राख्छन्। क्योटोको गियोन जिल्ला गिसाहरूको प्रमुख क्षेत्र हो, जहाँ साँझमा गिसाहरू परम्परागत किमोनो लगाएर चिया घरहरूतर्फ जाँदै गरेको दृश्य हेर्न सकिन्छ। गिसाहरूको जीवनशैली, प्रशिक्षण र कलात्मक प्रस्तुतीकरण जापानको एक अद्वितीय सांस्कृतिक सम्पदा हो। क्योटो केवल मन्दिरहरू र संस्कृति मात्र होइन, प्रकृतिको शान्त सौन्दर्यको पनि केन्द्र हो। अरासियामा बाँस जङ्गल, हरियो बाँसका अग्ला रुखहरूले ढाकिएको यो जङ्गल प्राकृतिक सौन्दर्यको उत्कृष्ट उदाहरण हो। फिलोसोफरको बाटो, वसन्त ऋतुमा चेरी फूलले भरिएको यो सुन्दर मार्ग जापानी दर्शन र शान्त वातावरण खोज्नेहरूका लागि उत्कृष्ट गन्तव्य हो। यदि तपाईँ परम्परा, इतिहास र शान्त वातावरण मन पराउनुहुन्छ भने क्योटो तपाईका लागि उत्कृष्ट गन्तव्य हो। यसले जापानी सभ्यता, धार्मिक आस्था र सौन्दर्यशास्त्रलाई जीवन्त रूपमा प्रस्तुत गर्छ। क्योटो भ्रमण गर्दा जापानको गहिरो इतिहास, जीवनशैली र आध्यात्मिकता नजिकबाट अनुभव गर्न सकिन्छ। क्योटो एउटा यस्तो सहर हो जसले जापानको मौलिक परम्परा, आधुनिकता र प्रकृतिको अद्भुत संयोजन प्रस्तुत गर्छ। चाहे यो मन्दिरहरूको शान्ति होस्, चिया समारोहको ध्यानमय अनुभव होस्, वा गिसा संस्कृतिको रहस्य होस्, क्योटो भ्रमण अविस्मरणीय अनुभव बन्न सक्छ। यदि तपाईँ सांस्कृतिक रूपमा धनी र ऐतिहासिक स्थलहरूमा रुचि राख्नुहुन्छ भने क्योटो तपाईको यात्रा सूचीमा हुनै पर्छ।